यो सलन बानी दिँदाखेरि जाम तीनपल्टसम्म लाउन नपाइने भयो अब के हुन्छ अब रेस्ट हुन्छ नारी हुन्छ नि त्यसो भए के भन्छ जानु पर्ने छ कोरिका जम्मै जाउँदो भयो सिगोले रहेछ भोवा सिगोले आता थियो पे त सब थेदिरि केको अन्त मेन प्रेसिमा फेरि त रोशन बोर्ड लाग्यो अर्को दिन गर्नु मिल्यो मालुम के तल आयो यहाँ रङले चाहिँ यी त लागा लागि रो सोमरिनो पढाउँछु नि आज रेन बुधबार आएछ न अर्को बुधबार अर्को यो हप्ता पछि चाहिँ आएछ न अर्को बुधबार यो बुधबार होइन अर्को बुधबार आउने रे एक फेर सुइहालेर गएर त्यति दिनसम्म पर्सिको बुधबार नआउने रे बिसेर भएको बुधबार शुक्रबार नआउने सोमबार नआउने अनि अर्को हप्तादेखि आउने अर्को बुधबार अब पहिला अब नानी चाहिँ कहाँ गएको भनेको उसको बिहे गरिसक्यो तपाईँको पहिले नहालेर यता भन्नुभएछ अप्ठ्यारो हुन्छ पहिले पहिले अप्ठ्यारो हुँदैन तपाईँ पछाडि होइन भोट पर्नु ल भित्रोमा हालिदिएर सजिलो हुन्छ अब उहाँलाई सजिलो हुन्छ भने हामीलाई पनि सजिलै छ हामीलाई त गाह्रो छ भाइ सजिलो छैन गाह्रो होला खुट्टै सबै पाप्सीमा घेर बनाउँदै पहिलादेखि नै आगो पुरानो भइसक्यो कति वर्ष भयो तपाईँ के भएको थियो यो सबै जर्नी दुखेको अनि पातहरू दुखेको कहिलेको छले के भयो सुबार र बुधबार सोमबार भन्दा फ्रिजमा यो दुई फेरि यो पनि लाटो हुन्छ अनि बिसो भइहाल्छ अब कोदालो खनाएर सट्टै बिजो हुन्छ अनि जन्मै दीर्घरोग लागेपछि अहिले बिजो हुन्छ 4-5 वर्ष लाग्नुपर्छ नि मलाई यता दुखिरहेछ घरको एक वर्ष
हात पनि सबै दुख्छ के गर्नु अब पछिको साथी जानु पछिको गएर यो आफ्नो जुन दुख्छ रातो हुन्छ त्यो भएको त्यो भयो पछिले दुगाएर नाम्यो पछि बुधबार नआउने अनि शुक्र पनि नआउने सोमबार पनि नआउने अर्को बुधबार यो हप्ताको बुधबार आउने नानी बुधबार यो हप्ता पछि यो अर्को हप्ता नम्बर दिनु न नानी हजुर कुन नम्बर कल गर्दा थाहा हुन्छ नि अब फेरि यहाँ आएर तपाईँ बुधबार त म आउँछु निकै छ नि आउनुपर्छ गाह्रो गर्नु राखेको म त यो पुरै होइन पो र त उसो बाहिर गएको छ ऊ आउँदैन यो समयमा आउँछु एक गरेसम्म हाम्रो त पढेको छैन हो हाम्रो नकुल त उनीहरू भयो हाम्रो त पढे पाँच जति पाँच पछिको गफ मात्र गर्नै जाने गफ चाहिँ ठुलो ठुलो अमेरिका जाने अमेरिका जाने गफ तल पनि त्यसै भनिरहेको आँखामा हो आँखामा पनि त्यसै भन्यो गफ मात्रै भयो त्यो त हाउडा बुझिरहेको छ मोटर घरबाट त्यसै बजाएको के भयो ए ल 15 ल
सोमबार शुक्रबार बिदा यतादेखि अब 20 गते हुन्छ बिदा ओपन भइरहेछ अनि बिदा अनि त कस्तो लागेको मस्त तपाईँको गाह्रो भइरहेको छ नि होइन त्यसले साथी के गरिरहेको छ अलिक पछि जानु न जाने भने होइन
पानी कमी यो अलिकति कति डरबारी यो यस्तो समात्यो पनि त हुन्थ्यो नि कस्तो रहर लाग्दो पनि आफूले रहर लागे पनि नसमाउनु एकैचोटि अब एकैचोटि 16 माथि बसेको एकैचोटि हुन्छ त्यो चाहिँ भन्न चाहन्छु अब त त्यस्तो भएर के आउँछ खुसी हुन्थ्यो म त कति हिँड्नै नसकेपछि अनि के व्यर्थ मान्छे चरा के फाइदा भएको छ यो गरेर मलाई खोइ के फाइदा त अब यो बनेमा कति लडेर हिँडेर लड्नु चाहिँ लडेको छैन भन्नु पर्यो अनि यो खुट्टा चाहिँ अलिक बिग्रिया छैन अलि हिँड्नु गर्न सजिलै भएको छ अहिले ढाडैले नदिया मेरो ढाडै के खिया छ अरे के हाड खिया छ भन्छ त्यही हाड खिया औषधि खाने ढाडको हाडी खिया छ अरे भन्छ लुला हुने के लुला अस्ति नै भन्दा अलिक कम भएको छ कि के भएको छ अलिअलि कम भएको छ राम्रै छ यो उपचार गरेको त्यसो हुने ल नछोड्या त नर छोडेर घर गइसक्थ्यो नि आज हुन्छ र भोलि भन्छ 1 वर्ष भइसक्यो अब कति दिन चाहिँ लाउनुपर्छ भन्दा पिछो नहुन्छ लाउनु भनेर भन्नुहुन्छ के हो के अब पिसो हुन्छ जस्तो लागेको छ तपाईँलाई हुन्छ कि जस्तो लाग्छ अस्ति नै भन्दा कम भएको छ कि छैन पोहोरभन्दा त अलिक कमै हो अन्त अरे यो पोलेको र यो लाटो भएको चाहिँ अलिक बिस्यो भने कि कम चाहिँ त्यो 16 हाने धेरै 16 हाने दुख्ने चाहिँ कमै हो त्यो कति शून्य थियो कस्तो डाबर आएको थियो मेरो ज्यानमा यो खुट्टामा कस्तो डाबर भएको थियो अहिले डाबर पनि हरायो शून्य पनि हरायो यो औषधि दिदी अलिअलि शून्य मलाई के भएको मेरो यो हात नचल्या तपाईँ नभन्नुहोस् कति भयो तपाईँको यस्तो दुख्यो यस्तो दुख्या आज 9 दिन 9 दिन मात्रै भयो 9 दिन मात्रै भयो अनि अहिले यो गरेर उपचार गरेर कम भएको छ अलिकति कम हो जस्तो भएछ यो केही चल्दैन थियो यो उम्लाहरू केही चल्दैन थियो है यो उम्ला जे भने अलिअलि यसो चलिरहेछ नि अनि चलेपछि त अलिकति हुन्छ भन्ने त आश भइगयो नि जस यहाँ आएको तपाईँलाई फाइदै राम्रै भएको छ राम्रै भएको छ के पनि हुँदैन थियो केही गर्दैन थियो यो उम्ला बन्दै नचल्ने केही नै नगर्ने अब अलिकति चलेर अलिकति यसो हच्केपछि यति हच्केपछि हो जस्तो भएछ मलाई तपाईँले के भएको यो हाड सरेर नसा थिचेको रे नसा थिचेको अरे हजुर हाड सरेर खुट्टा झमझमाउँछ एकदम फतफुतुक्क गल्छ उभिनु थरथर काम छुट्छ गलेपछि कति भयो यस्तो भएको तपाईँले भयो 5-6 महिना बढी भयो यहाँ उपचार गर्नु थाले चाहिँ कति भयो तपाईँले यो 8 दिन लाएँ मैले यो 8 अनि त्यो तपाईँको अलि राम्रै भएको छ कि के भएको छ खोइ हिजो त मलाई साह्रै नै अस्ति